कस्तो राम्रो छ म बस्ने एरियामा हेर्नुहोस्। वाउ नाइस। मन्दिर हो, कति राम्रो छ। शामको टाइम भयो त्यही भएर यस्तरी लाइट जलाइरहेछ। यो पार्क यस्तो छ। सस्तो कपडाहरू पाइन्छ कि सेलमा। हेर्नु त कति राम्रो राम्रो छ। वाउ नाइस। लसुन लिन जान लागेको, लसुन सकेर मार्केट पनि जाँदैछु। म आएँ। लसुन पनि लिएर आएँ। अब मटन बनाउँछु। स्टार्ट। मटन हो, अस्ति नै चाहिँ मैले बनाएको थिएँ। अब यति बच्यो, आज बनाउँछु मैले। यस्तो छ। मटन नै त होला, मिक्स बक्रा लेखेको छ, मिक्स बक्रा। ए मिक्स बक्रा यस्तो छ। अब यसलाई धुन्छु अनि बनाउन स्टार्ट गर्छु। चाहिँ कुकर चढाएँ अनि यो सरसोको तेल हो। अनि मटनलाई चाहिँ सरसोको तेलमा बनाउन धेरै राम्रो लाग्छ, त्यही भएर मैले चाहिँ यस्तरी खराएर तेललाई यस्तरी पुत्ताउनी गरेर अनि बल्ल मटनलाई भुट्छु। ग्यासलाई थोरै कम गर्छु। मजाले भुटेर अनि पानी सुकेपछि अनि मैले प्याजहरू मसलाहरू हालेर बनाउँछु। अलग अलग सिस्टमले बनाउँछु कि मैले एउटै सिस्टमले कहिले पनि बनाउँदिनँ कि मटन। यो चाहिँ मैले लसुन और प्याज छिल्ने काट्ने गर्छु। म चाहिँ लसुन अदरक और प्याज चाहिँ यसमा पिस्छु के। चाहिँ चप हुन्छ अनि मतलब राम्रै हुन्छ कि चप भयो भने चाहिँ, मतलब एकदम मेल्ट गराउनिन कि प्याजलाई चाहिँ। चामल चढाइदिन्छु, चामल धोएर। प्याज, लसुन अदरक अनि यो मटनलाई मजाले भुटेर रातो बनाएँ। अब यसमा मसला थोरै टमाटर हाल्छु। यो चाहिँ मजाले पाक्यो। अब यसमा चाहिँ पानी हाल्छु मैले। पानी हाल्दिनँ, ग्रेभी यति नै हो। अब यसलाई मैले सिटी लगाइदिन्छु अनि पाक्यो फाइनली। बस बाई बाई। मैले पनि अब आराम गर्छु म एकछिन। थाकेँ म त, धेरै थाकेँ म। गर्मी पनि लाग्यो मलाई त। यस्तरी जाली खोलेर फेरि नि गर्मी लाग्यो। कति राम्रो छ बाहिर, मेरो रुमबाट देखिने यस्तो राम्रो छ। अपना तारीफ खुद करो, बुराई करने को तो दुनिया बैठी है। बहुत काम